ओके सो अहिले चाहिँ हामी संसारी पूजाको पैसा उठाउँदै हिँडेको गौ शान्तिको लागि संसारी पूजा सो तपाईँलाई सबैलाई स्वागत छ मेरो बुङ एमडिजी युट्युब च्यानलमा लु भाउजू गयो ल धन्यवाद भाउजू यता चाहिँ हाम्रो केउ लाइन सेक्सन यता चाहिँ हाम्रो ब्याङ्कको सेक्सन यो चाहिँ हाम्रो मेरबुङ डाँडा गाउँमा माथि चाहिँ मेन रोडदेखि यहाँनिर ओके सो यो चाहिँ हाम्रो अफिस ऑल इन वन यो चाहिँ हाम्रो मनपरी गाउँ ए यो त कस्तो मजाको हो अन्त हौ बस बस माथि तपाईहरुलाई खलासी चाहिन्छ नि हाम्रोमा ट्रेन खलासीहरु छ हेरेर भनिन्छ जिडीहरुले अन्त गयो क्लासको खलासी हेर यो काम कडाइ हो अहिले नोट चाहिँ चिप्नु छोडेछ त्यस्तो कहाँ छ अर्ग्यानिक भोकोटे चाहिँ भएर फेरि के भइरहेको र अहिले चाहिँ हामी हाम्रो मेरबुङ फ्याक्ट्री आइपुगिसकेको छौँ र अब हामी चाहिँ यो लास्ट यहाँनिर उठाएर फेरि अब गाउँ बिचबाट जानेवाला छौँ सो यो चाहिँ हाम्रो मेरबुङ डाँडाको गन्ती यो जग्गा चाहिँ यस्तो मेमोरेबल थियो कि अब पहिला चाहिँ यत्रो ठुलो थियो हामी चाहिँ ब्याडमिन्टनहरू खेल्थ्यौँ होइन एन्ड पिङहरू यहाँ बनाउँथ्यो तर अहिले अलिकति कन्जस्टेड भएको छ अहिले चाहिँ अलिकति एउटा गाडीले अलिकति पाइप पनि देखाइदिनु न पुरा पानी आउँछ भन्नु न यसो अन्त पानी त घरमै छ नि फ्याँकिफ्याँकेको छ नि पानीहरू त के बढिया छ गुरु ओके सो यो चाहिँ हाम्रो मेरबुङ डिस्पेन्सरी यो चाहिँ नयाँ बनाएको पुरानो नयाँ बनाएको चाहिँ भयो 4-5 साल भयो यस्तै 4-5 साल जस्तो भयो पुरानो पनि त्यो पुरानोलाई नै रिनोभेट गरेर अगाडि बनाएको यो बनाउँदाखेरि म क्लास त्यस्तो 10हरु पढ्दै थियो होला हौ क्लास 10 भनेपछि कोरोना थियो होला कति क्लास कोरोना थियो होला अनि यो चाहिँ हाम्रो क्रिस हाउस यो चाहिँ हाम्रो क्रिस हाउस तिमीहरू यता बसेको बस्ने क्रिस हाउसमा बसेको बस्ने तिमीहरू सबै बसिने है तिमी बस्नु कमेन्ट गरिदिनुहोस् है दियोङ भाइ है बसेन पुरानो मान्छेहरूले अलिक कमेन्ट गरिदिनुहोस् है हामी सबै बसेको नि यहाँ क्रिस हाउसमा पुजाइले हाई हलो गरेको खिचौँ भनेको त भएन त पुजाइ हाम्रो पुसाई बुढो आइज आयो नि त्यो आयो नि आइज ल आइज एक्सन बस त्यो चाहिँ बस फोटो खिचिदिन्छु फेरि जा फेरि गर त्यो मेमे बिचरा हाम्रो मेमे चरा मेमे मेमे कुकुर हो मेमे कुकुर हजुर मेमे लु गाउनुहोस् मेमे गाउनुहोस् गाना
मेमे फेरि हो हजुर मेरा जुत्ता हे जापानी संसार पूजा संसार पूजाको होइन हो कि कति उठाएको भनेको जति दिँदा पनि हुन्छ है 104 वर्षपछि 100 जति दिँदा पनि हुन्छ सुनाको छोरा पुराको सुना ए उसो भए हजुर तपाईँ चाहिँ कहाँ गर्नुहुन्छ उनीहरू सुनेन मेमेले हो देङ भाइ सुनेन मान्छे रुचाएको छ कि मान्छे सुतेको छ अरे तपाईँ चाहिँ कहाँ गर्नुहुन्छ चुपालेको हल्ला नलाग्यो म एक लाख दिन्छु नि ल सुतिन्छ नि त। एक लाख ए धन्यवाद धन्यवाद मेमे धन्यवाद अझै छ त दुईजना मेमे रुन त के गर्नु अरू त डरायो नि न्यु गर्दा सक्दैन तपाईँसँग देखि चाहिँ कुट गुम्बाजीको लडेर आउने खेल्ने गाडो हो डराएर भाग्यो मेमे गुम्बाको छैन नि त चारो छैन गुम्बा चारो यो बुढाले उ लगाएर गर्नु थाहा भएन नि त हजुर उसको त्यस्तो नि त यो केजी को ल ल मिलाइदिँदैछु आज ल नानीलाई भन्दै थियो बिचारा मेमे यता चाहिँ नदेको भिडियो भिडियो गर्नेलाई जिडी थाप्दै हामीले पनि देखियो होला यहाँ दिनु अरे हौ तपाईँहरू निस्किँदैन हौ तपाईँहरू निस्किँदैन कोही निस्किँदैन हाम्रो मेमे मात्रै निस्किन्छ नि होइन मेमे अहिले गर्दै थियो मेमेले हौ होइन मेमे हिजो खानु भने घर जा बुढो यस्तो गर्छ नि त जोसिल न सोनी जो होइन को जस्तो देख्यो अरे बढी आबाडी को जस्तो देख्यो भन्दैछ फिरोज चिन्दैन छ तैँले उतालाई अनिलको भाइ कान्छ नि उहाँले गोममा काम गर्दैछ हो सेम तँ जस्तो भएको छ ए तँ आएर नि फिरोजै भएको छस् म त हेरिबस्छु उकालो फिरोजको याद आउँछ नि ए हुन्छ बुढो लिएर छेउमा आएर धम्किदिएको आइज इन बुढो इन गरिन् बुढो नयाँ साइकल एनाको बाई बाई एना बाई बाई अहिले चाहिँ एकदमै साँझ फुडिसक्यो ढिलो भइसक्यो यसो अब आज जति हुन्छ त्यति उठाउने त्यसपछि चाहिँ भोलि उठाउनु पर्छ के भयो भोलि अरे गयो ल अब रात पर्यो हो सो अब आजको लागि चाहिँ यति नै टारङ कम्प्लिट भयो डाँडाको मलिअलि छ ए लु हुन्छ ल बाई